अब मान्छेले भन्छ नि त 18 लाख 20 लाख खर्च भयो यताउता भनेर भन्छ त्यो। हाई एभ्रिवान, यो चाहिँ मैले पानी खाँदैछु। तपाईँलाई थाहा छ हनी भनेको एउटा नेचुरल एन्टिबायोटिक। हाम्रो पहिला हनीलाई एज एन एन्टिबायोटिक चाहिँ युज गर्दो रहेछ क्या। र बाइ द वे मैले यो भिडियो बनाएको मेन रिजन भनेको चाहिँ मलाई धेरैजनाले के सोध्नुभयो भन्दा चाहिँ हाम्रो प्र्याक्टिकल प्रोजेक्टबाट एक्स्ट्रा खर्च धेरै हुन्छ कि हुँदैन, एक्स्ट्रा खर्च के गर्दा हुने हो, कस्तो हुन्छ, के न के भनिदिनु न, टोटल खर्च कति हुन्छ भनेर सोध्नु भएको थियो। त्यही भएर मैले यो भिडियो बनाएँ। फर्स्टमा त हाम्रो एमएसीले चाहिँ बिएससी नर्सिङको लागि भनेर 10,45,000 भनेर चाहिँ तोकेको छ। र त्यो चाहिँ नेपालभरिको जुनै पनि मेडिकल कलेजले बिएससी नर्सिङको लागि लिने फी भनेको चाहिँ 10,45,000 मात्र हो है। र त्यो बाहेक एक्स्ट्रा खर्च हुने भनेको हामीलाई रिपोर्ट, चार्ट पेपर, सानो सामानहरू, अब मैले फोटोमा राखिदिन्छु, त्यो फोटोहरूमा राखेर जस्तो सामानहरू बनाउँदाखेरि चाहिने सामानहरू मात्र हो। र अहिलेसम्म चाहिँ हामीले म्याक्सिमम् एउटा प्रोजेक्टलाई पैसा तिरेको भनेको चाहिँ 500-600 है पर पर्सन। र त्यस्तो प्रोजेक्ट चाहिँ त्यत्रो धेरै नै पैसा तिर्नुपर्ने प्रोजेक्टहरू चाहिँ हाम्रो 2टा मात्र भयो सेकेन्ड इयरमा र फर्स्ट इयर। अनि अरू भनेको त त्यही एफओ पेपर त्यस्तै कुरामा मात्र हो कि। अब मान्छेले भन्छ नि त 18 लाख 20 लाख खर्च भयो यताउता भनेर भन्छ, त्यो गफ नै हो है। यदि होस्टेल बस्नुहुन्छ भने चाहिँ हुनसक्छ है, तर यदि गभर्मेन्टको होस्टेल बस्नुहुन्छ भने 1 वर्षमा 12,000 मात्र हुन्छ कि। 1-2 हजार बढी हुनसक्छ है, तर 12,000 चाहिँ सुनेको छु मैले चाहिँ। नत्र यता होस्टेलै बस्नुहुन्न भन्दा त्यो पनि खर्च हुने भएन। अरू भनेको सबै आफ्नो पर्सनल खर्च मात्र हो। कलेजकै लागि बिएससी नर्सिङ नै पढ्नको लागि खर्च भनेको 10,45,000 मात्र हो है। आई होप मैले तपाईँहरूको क्वेसन्सलाई क्लियर गर्न सकेँ होला भन्ने अपेक्षा राखेको छु।